मिठा तेल लगाएर डिजेल लगाएछ त। गुड मर्निङ गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। सधैँदेखि हजुरलाई स्वागत छ मेरो नयाँ ब्लग्समा। आज चाहिँ मेरो खाना बनाउने पाली, त्यही भएर म उठेर बाहिर आएछ। अझै हिँड्दैछु कि मसँग सलाई पनि छैन, मार्जिन पनि छैन होइन। यहाँ चाहिँ आगोमा खाना बनाउनु पर्ने, ग्यास पनि छैन। साथीहरू कति दुःख छ हेर त, जिन्दगी जिउनु एकदमै साह्रो। र गाउँमा भने चाहिँ 6-7 बजी घाम झुल्किन्जेलसम्म सुत्ने मान्छे यहाँ चाहिँ 4 बजी उठ्नु परेको छ। एकदम गाह्रो छ जिन्दगी जिउनु है। काम पनि एकदम साह्रो छ, त्यही भएर खाना पनि खानुपर्ने हुन्छ। पहिले एकबार आउँदाखेरि चाहिँ एकदम खाना नखाइ पनि काम गरिएको थियो 8 घन्टासम्म। तर यहाँ चाहिँ एकदम 2 घन्टा पनि सकिँदैन गाइस होइन। खाना खानै पर्छ, एकदम नरुचे पनि जबरजस्ती भए पनि खानै पर्छ। यहाँ चाहिँ एकदम काम चाहिँ अब्बारै गाह्रो छ र साह्रो छ है त। देख्न सक्नुहुन्छ होइन, अँध्यारै छ, एकदम गाह्रो छ यार साथीहरू। घरमा भने एकदम घाम झुल्किन्जेलसम्म सुत्ने मान्छे। र अब जाने हो, सलाई पनि छैन, लाइटहरू पनि छैन। अब घुममा जाने हो साथीहरूसँग। सलाई माचिस कहाँ छ के छ सोध्नु पऱ्यो। त्यसको बादमा सिधा आएर खाना बनाउनु स्टार्ट गर्नु पऱ्यो है त। सो गाइस, दिस इज माई आवर रुम वान। सो साथीहरू, हातमा माचिस बोकेर हिँडिसकेँ होइन, भान्सा घरतिर अहिले चाहिँ किचनतिर। र साथीहरू, भिडियोलाई लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब पनि गरिदिनु होला। टक्कसँगले भात पनि बसालेँ साथीहरू। अब यताको चुल्हामा पनि आगो फुक्छु, दाल बसाल्छु। नयाँ मान्छे कहाँ के छ केही थाहा छैन। कसलाई सोध्नु, सबै सुतिरहेको छ। यता दाल, अब दालको बाली होइन बसाल्ने, दाल बनाउने बाली। अब चाहिँ यता ओ जल्दैछ, यो भइसकेर चाहिँ यहाँनिर चाहिँ दाल बसाल्ने भनेको नि त। जल्दैन अब आगो पुग्नु चाहिँ गाह्रो हो साथीहरू। म र एकजना भाइसँगै मिलेर बनाऊँ त भनेर भनेको थियो, उठेको छैन भाइ चाहिँ। एकदम गाह्रो छ। आज पनि भोलि पनि एकदम 2 दिन बनाउनु पर्ने छ। आगो त हुरु जल्छ नि, यो काँचो दाउरा हो सबै, र पनि यति राम्रो जल्छ दाउरा चाहिँ। भाइ र म चाहिँ मिलेर बनाउने भनेको थिएँ। भाइजी उठेको छैन आजसम्म। मैले यता भात सात आगो सागो जोडेर भात पनि बनाइ बसाले सबै पाक्नु लागिसक्यो। उठ्दैन उसको पानीमा पनि त्यस्तो गर्नुपर्छ कि क्या। तिमीहरू चाहिँ अगाडि नै गएको थियो, अगाडि नै गएको थियो अरे। म चाहिँ एक्लै गएको थिएँ, कुरा जान्दै थिएँ अरे। भाइले चाहिँ बिहान बिहानै सपना देख्यो अरे, अलार्मले गर्दाखेरि उठ्यो अरे। अनि मलाई आएर चाहिँ सुनाउँदै सपना यस्तो देख्यो भनेर। सो साथीहरू, भातहरू पनि पाएको होइन, भात चाहिँ पाएको, दाल चाहिँ पाक्दैछ। अनि भाइ उठ्दैन होला भनेको थिएँ, तर उठेर आएर चाहिँ सब्जी काटिरहेछ। बाटो छ नि त, भोलि उसलाई चाहिन्छ भनेर आएर सब्जी काट्दैछ। होइन, मिलेर गरेको राम्रो हो होइन। त्यही भएर भाइले चाहिँ सब्जी काट्दैछ। सब सब्जी प्याज सब काट। अनि त्यहाँदेखि मेरो चाहिँ यो दाल पाक्नु आँट्यो गाइस। अहिले पनि अँध्यारै छ। अहिले चाहिँ 5-5:30 बजी 5 बजेको छ। गाउँतिर चाहिँ यतिखेर उज्यालो भयो होला, यहाँ चाहिँ राति नै छ। टक्कसँगले भात पनि पाएको, अनि हल्का यहाँ चलाइदिइ राखेर राखिदिनु पर्यो भनेर। यता पन्याउ चाहिँ बाङ्गिनु मात्रै खोज्छ यार। पेट गरम भएर निम्बु पानी खान आँटेको साथीहरू। यो नभए भाइले चाहिँ निम्बु पानीले राम्रो हुन्छ भनेर भन्यो, अनि त्यही भएर निम्बु पानी दिएको छु होइन। गिलास पनि छैन। र 2टा चुल्हा छ, 2टा परिवार छ भनौँ न। यता एकजना यता खाना बनाउँदैछ,
चाना दाल बनाउनु आँटेको आज पनि आउँदै रहेछ यार 5:30 भइसक्यो आज पनि आउँदै रहेछ अरे भाले 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 अहिले गर डिजेल लगाएको रे डिजेल पो लगाएको किन आगो जल भनेको मलाई त हातमा देखेर मात्रै थाहा भयो अन्त डिजेल लगायो मिरा चाहिँ लगाएको र डिजेल लगाएछ भात र दाल रेडी भइसक्यो अनि यता सब्जी बन्दैछ है त साथीहरू सो फाइनल गाइस होइन खानासाना पनि रेडी भइसक्यो होइन त्यसको बाद म अहिले चाहिँ रुममा जाँदैछु रुममा गएर अब ब्रस गर्नु पऱ्यो होइन ब्रस गरेर फ्रेस हुनु पऱ्यो अनि त्यसको बाद फेरि खानको लागि जानु पऱ्यो खाएर चाहिँ अनि ड्युटी चालु हुन्छ हाम्रो चाहिँ होइन 7:50मा निस्किनुपर्ने हुन्छ होइन ड्युटी चाहिँ र आजको भिडियो हेरेर कस्तो के लाग्यो होइन आजको भिडियो चाहिँ यहीँसम्म थियो साथीहरू सो यसको नेक्स्ट भिडियो चाहिँ हामीहरू साथीभाइ मिलेर चाहिँ रामेश्वरम मन्दिर जाँदैछु र नेक्स्ट भिडियो चाहिँ रामेश्वरम मन्दिरको आउँदैछ सो गाइस आजलाई यति नै बाई बाई